देशको शुद्ध राजनीतिमा चेतनाको घण्टी बन्न सक्छौ। तिमी कागजको नोट होइन जनताको आशाको मत बन्न सक्छौ। म डराउँछु कहिलेकाहीँ अभावले मेरो आत्मालाई थिच्ला कि भनेर, तर फेरि विश्वास जाग्छ। सानो गाउँको छोरा ठुलो सपना देख्न पाउँछ। जब ऊ ती सपना पुरा गर्न रातभर निद्रा त्याग्छ। म वीरेन्द्र साई सपना पुरा गर्न जन्मिएको हुँ। आर्थिक अवस्था कमजोर होला तर आत्मा बलियो छ। पाइलाहरू सुस्त होलान् तर दिशा सफा छ। म राजनीतिमा जाने प्रयास गर्नेछु तर सत्यको बाटो हिँडेर। म जनताको मन जिन्नेछु तर विश्वासको भाषा बोलेर। म जागिरको सपना र देश बदल्ने सपना दुवैलाई सम्हालेर अगाडि बढ्नेछु। यो मेरो शपथ हो। सपना अधुरो छैन, म आफै अधुरो छैन भन्ने विचारमा अडित रहिरहेको मान्छे हो महोदय। हामीले देखेका छौँ कि हालैको आन्दोलनले हामीलाई चेतना दिएको छ। केही साथीहरूले जीवन नै बलिदान गर्नुभयो। त्यो साहस र सङ्घर्षको हामीले सम्मान गर्नुपर्छ। अब हामीले संरचनात्मक सुधार र जनताको वास्तविक हितमा ध्यान दिन जरुरी छ। नेपाल अहिले संवेदनशील मोडमा उभिएको छ। सडकमा युवाहरूले आवाज उठाएका छन्। त्यो आवाज क्रोधको होइन, त्यो आवाज चेतनाको आवाज हो। आज जेनजी समूहका युवाहरूले उठाएको आन्दोलन कुनै दलको आन्दोलन होइन। त्यो आन्दोलन भनेको नेपाली आत्माका लागि गरिएको आन्दोलन हो। त्यो आन्दोलनले हामीलाई सम्झाइरहेको छ कि अब परिवर्तन सम्भव छ। यदि हामीले डरभन्दा ठुलो सपना देख्न सक्छौँ भने, मैले फेरि भने, यदि हामीले डरभन्दा ठुलो सपना देख्न सक्छौँ भने म जाग्दछु। हाम्रा नेताहरूले कागजमा धेरै योजनाहरू लेखे तर त्यही कागजमा जनताको पसिनाले सुक्दै गएको छ। हामीले योजना होइन परिमाण चाहेका हौँ। हामीले भाषण होइन, हामीले विश्वास चाहेका हौँ। त्यसकारण अहिले युवाहरूले सडकमा आन्दोलन गर्दै जाँदा हामीले सरकारलाई मात्र होइन अन्य प्राणीलाई पनि आवाज उठाइरहेका छौँ, प्रश्न उठाइरहेका छौँ। किन हाम्रो श्रम विदेश जान्छ? किन हाम्रो मस्तिष्क स्वदेशमा थामिँदैन? फेरि म भन्न चाहन्छु, किन हाम्रो श्रम विदेश जान्छ? किन हाम्रो श्रम स्वदेशमा थामिँदैन? म त भुइँको मान्छे, भुइँसम्म निहुरन सक्छु तर भुइँमाथि भएको अन्याय र अत्याचार विरुद्ध कदापि पनि निहुरन सक्दैन महोदय। म नियमिततालाई आत्मसात गर्दै अनियमिततालाई परास्त गर्ने मान्छे हुँ। विडम्बना कर्णालीको कुरा गर्दै जाँदा अचम्मै लाग्छ। नेपालमा अहिलेको सरकार होइन, उहिलेको सरकार होइन, नेपालमा जस्तो सुकै सरकार बने पनि 2046 साल यता कर्णालीको अवस्था उस्तो नै छ। मलाई लाग्छ नेपाल सरकारले कर्णालीलाई नेपालको नक्साभित्र नामाकरण त गरेको छ तर कर्णालीले पाउनुपर्ने भागभण्डा र अंशभण्डा खै कता गयो? म अहिलेको अन्तरिम सरकारलाई के भन्न चाहन्छु भने आजसम्म हुम्लामा तुइन मुक्त भएको छैन। यो दुःखद हो। आजसम्म हुम्लामा तुइन मुक्त भएको छैन। कर्णालीमा गएर बेरोजगार युवाको अनुहार हेरियोस्, भोगमारीले छटपटाइरहेका किसानहरूको अवस्था हेरियोस्, त्यहाँ थाहा हुन्छ हाम्रा नेताहरूले बोलेको भाषाभन्दा त्यहाँ बिल्कुल नै फरक देखिनेछ। म त नेपाल भनेर आमालाई सम्हाल्छु, मेरो जिल्ला हुम्ला भनेर फरक पार्दिनँ। अन्याय र अत्याचार विरुद्ध आवाज उठाउँछु, भ्रष्ट र दुश्मनसँग कहिल्यै हार्दिनँ भन्ने वचन र बद्धता लिइरहेको छु मान्छे। त्यसकारण मैले अगाडि बढ्दै जाँदा विभिन्न बाधा अप्ठ्यारा र चुनौतीहरू आउलान्, नआउने होइन। म तिनीहरूलाई सामना गर्न सक्छु भन्ने आँट हिम्मत र साहस जुटाएर अगाडि आइरहेको छु महोदय। त्यसकारण मैले कतिपय साथीहरूले, कतिपय आमा बुवा, म नेपाली सम्पूर्ण आमा बुवा दाजुभाइहरूलाई म के आह्वान गर्न चाहन्छु भने हजुरहरू सोच्नु होला कर्णालीलाई लक्षित गर्दै बोल्यो भनेर, त्यो होइन, पक्कै पनि होइन। हजुरहरूले पनि आफै सोच्नुपर्ने हो कि 2046 साल यता कर्णालीको अवस्था कस्तो छ भनेर मैले भनिराख्नु पर्ने होइन कि तपाईँले बुझिसक्नु भएको छ। त्यसकारण हामीले कर्णालीलाई मात्र लक्षित गर्नुपर्छ, कर्णालीले मात्र प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मान्यता होइन कि। हाम्रो मान्यता त नेपालमा 77वटा जिल्ला छन्, जुन जिल्ला दुर्गम, पिछडिएको, विकट र सेवा सुविधा कम छ त्यो जिल्लालाई अहिलेको अन्तरिम सरकारले राम्रोसँग निहालेर हेरोस् भन्ने हाम्रो चाहना हो। त्यसकारण अहिलेको अन्तरिम सरकारलाई म के भन्न चाहन्छु भने म त नेपालको अहिलेको हाल स्थिति हेर्छु अचम्मै लाग्छ।
मैले देखेको नेपाल के थियो र मैले अहिले भोग्दै गरेको नेपाल के छ त भन्ने कुरामा म आफै दोधारमा छु। जेनजीहरूले त्यत्रो गरेको बलिदान खै कता गयो? जेनजीहरूका माग छन् प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश सरकार खारेज जस्ता मागहरू छन् त अहिलेको अन्तरिम सरकारले पुरा गर्नु परेन कि? अहिलेको अन्तरिम सरकार जेनजीको सहकार्यमा अगाडि बढेको होइन भन्थे नि? जति जोगी आए पनि कानै चिरेका भन्ने उखान टुक्कासँग अहिलेको अन्तरिम सरकार सम्बन्धित छ कि हामीले त्यही पुरानै हरकत देख्नको लागि आन्दोलन गरेको हो त होइन नि? पक्कै पनि हामीले त नयाँ नेपाल, परिवर्तनशील नेपाल बनाउनको लागि आन्दोलन गरेको हो। ती 76 जना शहीदको सपना कसले पुरा गर्छ? घाइतेको सपना कसले पुरा गर्छ? अहिलेको अन्तरिम सरकारले बुझिदिनु परेन? यदि हामीले भन्छौँ पुरानै के हरकत देखाउनको लागि हामीले आन्दोलन गरेको होइन, हामीले सरकार परिवर्तन गर्नको लागि मात्र आन्दोलन गरेको होइन, हामीले त नयाँ नेपाल परिवर्तन गर्नको लागि हो, भ्रष्टाचार विरुद्ध आवाज उठाउनको लागि हो, अन्त्य गर्नको लागि हो, व्यथितिको अन्त्य गर्नको लागि हो, देशमा सुशासन कायम राख्नको लागि हो। खै त अहिलेको अन्तरिम सरकारले बुझिदिनु परेन? अहिलेको अन्तरिम सरकारलाई म के भन्न चाहन्छु भने हजुर पनि पुरानैकै स्थितिमा आउनुपर्ने देखिन्छ। त्यस कारणले अलिकति समयमै होस पुगाउन म यहीँबाट आह्वान गर्न चाहन्छु। त्यसकारण मलाई त थाहा छ कि हामीले यो आन्दोलन गरेर विद्रोह गरेर हाम्रो देश नेपाल बन्दैन, विडम्बना पनि बन्दैन। हाम्रो देश नेपाल बनाउनको लागि हामीले मेलमिलापको भावना सिर्जना गर्नुपर्छ। हामी सबै सहकार्य गरेर हाम्रो देश नेपाल आमालाई हामीले हँसाउने हो। तर अहिले यो स्थितिमा हाम्रो नेपाल आमा रुइरहेकी छन्, त्यो हामीले सबैले बुझिदिनु परेन? आफ्नो व्यक्तिगत स्वार्थका लागि अगाडि बढेर हुन्छ कि हामी सबैले हाम्रो देशको हितको लागि अगाडि बढ्न जरुरत छ? सबै नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनी सबैले बुझिदिनु परेन? आफ्नो व्यक्तिगत स्वार्थका लागि अगाडि बढेर हुन्छ? हुँदैन नि पक्कै पनि। त्यस कारणले म त अहिलेको अन्तरिम सरकारलाई के भन्न चाहन्छु भने जेनजीहरूका माग र कर्णाली जस्तो पिछडिएको क्षेत्र सम्पूर्णलाई समेटेर नयाँ परिवर्तन जस्तै ल्याउन आह्वान गर्दछु। त्यस कारणले हामीले कुनै पनि आन्दोलन गरेर यदि देश बन्थ्यो भने अस्ति 23 र 24 गते पनि आन्दोलन भएको हो त, खै त देश बनेको? त्यस कारणले अब हामीले आन्दोलन विद्रोह गर्नुभन्दा पनि नगरौँ, सकिन्छ भने अर्काको आलोचना पनि नगरौँ। त्यस कारणले हामीले नयाँ नेपाल बनाउनतिर सबै एकजुट भएर अगाडि लाग्यौँ भने हाम्रो भलाइ, हाम्रो देशको भलाइ, सम्पूर्ण नेपालीहरूको भलाइ हुनेछ। त्यसकारण हामीले आन्दोलन गरे पनि हाम्रै दाजुभाइहरू मर्ने हो, कि सम्पत्ति तोडफोड भए पनि नेपालकै सम्पत्ति तोडफोड हुने हो, हामी आफैलाई घाटा हो। त्यसकारणले पनि सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले बेलैमा सोचेर हाम्रो देशको हितको लागि काम गर्नुहुनेछ भन्ने म आश राखेको छु, राख्नेछु। हस्त नमस्कार। मैले चाहिँ थोरै कर्णालीको समस्यालाई मैले देख्न सकिनँ, त्यस कारणले पनि मैले थोरै कर्णालीको बारेमा बोल्छु। र अहिले देशको हालको स्थिति हेरेँ, मैले हेरिन सकिँदो छ। तर अहिले म विद्यार्थी मान्छे कक्षा 12मा पढ्दै गर्दा पनि मैले मेरो देशको बारेमा मैले यतिसम्म लाग्नु त यो देशको स्थिति कतिसम्मको गद्दारी हो भने मैले भन्नु पर्दैन। मैले सरकारलाई नै गर्न खोजेको हुँ, त्यो किनकि हामीले पुरानै हरकत हामीले कर्णालीको मन्त्री छ भन्नु हुँदै हामीले त्यस्तो होइन कि कर्णालीमा हामीले सेवा सुविधाहरू राम्रो गर्नु पर्यो, कर्णालीको त्यस्तो विकरणलाई हामीले अलिकति समग्र रूपमा अगाडि बढाउनु पर्यो भने हामीले त्यो कर्णालीमा मन्त्री नै पाउनुपर्छ भन्ने हिसाबले हामी लागेका छैनौँ। हामीले आन्दोलन जति गऱ्यौँ सकियो, त्यसको लागि अब सम्पूर्ण हामीले सरकारलाई या जेनजीका लिडरहरूलाई म सम्पूर्णलाई यहीँबाट आह्वान गर्न चाहन्छु भने सकेसम्म हामीले आन्दोलन नगरौँ, किनकि तोडफोड भए पनि हाम्रो नेपालकै हुने हो, कि हाम्रै दाजुभाइ नेपाली मर्ने हो। त्यस कारणले हामीले सकिन्छ भने हामीले मेलमिलापको भावना सिर्जना गर्नुपर्छ भन्ने हो। त्यो हामीले अब देशमा सबै एउटै मान्छे हुन्नन्, कोही हुन्छन्, कोही अखडा किसिमका हुन्छन्, नहुने होइन। त्यो अब नेपाल सरकारले त्यो हुनबाट हामीले गर्नुपर्छ, सकेसम्म त्यसलाई रोकथाम गर्नुपर्छ।
तपाईँ पनि जेएनजी हो? म जेएनजी हो। म 23 र 24 गतिको आन्दोलनमा गएको थिएँ, तर मैले आन्दोलन गर्दै जाँदा अलिकति मैले कुनै नेतृत्वै लगाउँला भन्ने मैले व्यक्तिगत स्वार्थको लागि कुनै मैले आन्दोलन गरिनँ। मैले कि मेरो देश बचाउ र मेरो देश केही अलिकति माथिल्लो स्तरमा पुग्छ कि मेरो देशको हितको लागि म केही गर्न सक्छु कि भन्ने हिसाबले आन्दोलन गरेँ, तर त्यो आन्दोलनले केही परिवर्तन मैले देखिनँ। यहाँ त जेएनजी समूह भित्रै छन्, तपाईँ चाहिँ कुन समूहको जेएनजी हो? म भनेको कुनैको अस्तित्वमा होइन, म जेएनजी आफैमा जेएनजी हो। म कसैको जेएनजी होइन, म आफैलाई लिडर मान्छु जेएनजी मानेपछि। म अहिले पनि कसैले मलाई बोल भनेर आएको होइन, म मेरो चाहनाले माग्यो कि म बोल्नुपर्छ भन्ने हिसाबले म आफै आएर बोलेको। मैले कसैले जा भनेर म कसैको त्यस्तो होइन। अहिले जेएनजीकै सरकार छ, तपाईँहरू जेएनजी चाहिँ छुट्टै फुटेर कता हिँड्नुभयो, किन एक ठाउँमा आउनुहुन्न के? तपाईँहरूको त्यो समस्या भयो नि? यो समस्या सिर्जना हुनुको मुख्य कारण भनेको अहिलेको अन्तरिम सरकारबाटै हो। म खुल्ला रूपमा भन्छु, अन्तरिम सरकारबाटै हो। अन्तरिम सरकारले के समस्या सुन्नु? हामीले अन्तरिम सरकारलाई कि हामीले सरकार परिवर्तन गर्नको लागि आन्दोलन गरेको हो त होइन नि। सरकारले चुनाव घोषणा गरेको तपाईँहरू पार्टी दर्ता गर्ने चुनावमा जानु? हामीले 84 को चुनाव 82 मा सार्नको लागि होइन के। हाम्रो आन्दोलन भनेको त भ्रष्टाचारको अन्त्य गर्नको लागि हो, व्यथितिको अन्त्य गर्नको लागि, हामीले देशमा सुशासन कायम राख्नको लागि हो हाम्रो आन्दोलन भनेको। हो त्यही त भन्छु त म। अहिलेको प्रधानमन्त्रीलाई मैले अघि भनेन, हजुरलाई मैले भनेको होइन, जति जोगी आए पनि कानै चिरेका भन्ने उखान टुक्कासँग अहिलेको अन्तरिम सरकार सम्बन्धित छ त। म भन्दैछु त कि हामीले ती पुरानै हरकत देख्नको लागि त सरकारमा पठाएको होइन नि पक्कै पनि। हो सकिन्छ, त्यो पदमा कुनै पनि पदमा बस्नुको औचित्य छैन। सकिन्न भनेपछि आफ्नै जे पहिला हुनुहुन्थ्यो त्यसमै आइपुग्छ। त हामीले सबै छन् अहिलेको नेतृत्व लग्न सक्ने। हामीले के खोजेका हौँ भने सक्षम नेतृत्व गर्ने मान्छे ठाउँमा जानुपर्छ। होइन ठिक छ, हामीभन्दा सिनियर सम्पूर्ण दाजुभाइ हुनुहुन्छ, हामी त अहिले भर्खरकै हौँ, ठिक छ। हामीले होइन, सुदन गुरुङलाई पनि होइन। मेरो समर्थन भनेको म मेरो आफ्नो विचारको लागि म समर्थन गर्छु। त्यस कारणले अहिलेको समर्थन भनेको खै मैले भित्र आन्तरिक हिसाब मैले बुझ्न सकेको छैन, तर मैले बाहिरको देखावटी हेर्दाखेरि मैले चाहिँ अलिकति मिराज ढुङ्गाना प्रवेश दाहाललाई म अलिकति उसको चाहिँ खै सबैको भन्न सकिन्न। कसैले मुखले राम गर्छन्, भित्र अर्कै हुन्छ है, त्यो अर्काको त्यस्तो गर्न सकिन्न। तर बाहिरको हेर्दा नजरमा मेरो विचार चाहिँ उसँग मिलेको छ पक्कै पनि, त्यही नै हो। भेटघाट भएको छैन, केही दिनमै गरमलाई भेटघाट मेरो चाहना पनि हो, गरमलाई। तर म यो पनि दुःख लाग्दो हो, हामीले कुनै पनि त्यो पार्टी खोलेर अगाडि केही हुनेवाला छैन। पार्टी त अहिले बिस्तारै घरको सामङज्यूले पार्टी खोल्नुभयो, पार्टी खोलेर केही छैन के। सकिन्छ भनेपछि हामीले सबै नयाँ दलहरू एकजुट भएर अगाडि जानुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो पार्टी खोलेर केही हुनेवाला छ? 1-2 सिटले अहिले कस्तो छ कि तर यो संविधानमा अलिकति हामीले केही चेन्ज गर्नु पर्यो। अहिले हाम्रो कस्तो छ कि हामीले उम्मेदवार उड्नको लागि पनि 25 वर्ष उमेर बस्नुपर्छ। म 18 वर्षको युवा, किनभने मैले 7 वर्ष कुर्नुपर्छ अझै पनि त्यो हामीले, किनकि अहिले 18 वर्षको युवाले पनि गर्नुपर्छ भन्ने संविधानमा लेख्नु पर्यो भन्ने हो हाम्रो धारणा। मैले जेएनजी एकताको लागि मैले उहाँ दाइ हुनुहुन्छ, मैले पहिलोचोटि कस्तो हो कि मैले यो हुम्लाको हाम्रो जेएनजीसँग पनि भेटघाट गरेँ। सबैसँग आग्रह गर्दा मैले चाहिँ मेरो विचारको धारणा चाहिँ अलिकति उदाइलै लाग्यो है। त्यो कारणले मैले दाइ त्योसम्म पुगाउनुहोस् कि अरे म आफ्नो विचार धारणा स्पष्ट रूपमा राख्न सक्छु। म कुनै पनि अरूको पछाडि गएर होइन कि म आफ्नो व्यक्तिगत रूपमा र मेरो समाजको हितको लागि म अगाडि केही गर्न सक्छु भन्ने म पूर्ण विश्वास छु। ल हस् त, नमस्कार।